गाडीबाट त निक्लिएर जाने खतरा ल्याएर जाने चिसुवाको चाल मागेको थियो होला दुई ल्याएर कति इन्च भान्ने माइक चाहिँ बोकेर हिँड्नु हुँदैन नि गोजीमा भएर चल्दिन आठ सौ केटाहरूको त होइन आठ हुनु पर्यो नि त्यतिकै लेखेर काइन्छ त नि के गर्दैछ रमाउनु अहिले अहिले पाहाडतिर गएको थियो होइन मात्रै 3 फलाम बटी लाने पैसा दिमाग चाहिँ ओभर बिजनेसम्यान चाहिँ रहेछ सोधो सम्झेर रहेछ रमन पनि फोटो खिचेर हाल्ने हो क्या प्रोफाइल पिक्चर नमस्ते ढोक यतिको चाहिँ हुनु पर्यो देउरालीमा सबै हाम्रो टिम सबै फ्यान हो रमन सरको बच्चादेखि बुढो सबले चिन्छ पुरा हालिरहेको छ टिकटक ल यहाँ आऊ बब दाइको पङ पोजहरू हेर्नु यहाँ यहाँ आऊ यहाँ सिक्नु परेन कोरियाको चाहिँ भाइरलै हुने भयो भाइरल भइसक्यो भाइरलै हो रमन सरको मात्र बिग फ्यान हो भन्दाखेरि ग्रेट कस्तो छ त के अरे यो देउरालीमा के अरे किसान सोचमा बस चटै हुन्छ एकचोटि केटाहरू हुँदाखेरि आउनु पऱ्यो क्या रमन सर अरू त चेतेन नि मेस हेलो गाइस हेलो गाइज रमन सरको भ्लगमा धेरै धेरै उयो छ वेलकम छ स्वागत छ हौ ड्राइभ ब्लग अहिले चाहिँ हामी यहाँ चटपटे खाँदैछौँ सबैजनालाई स्वागत छ न्यू ब्लगमा यस रमन सरको बिग फ्यान हो मिस्टर बब द डग्स ग्याङ्स्टर रमन सरको भ्लग है एकदमसँगले रमन सर हाम्रो चिसो खाँदै हुनुहुन्छ चिसो चटपटे अनि हाम्रो चाहिँ इन्द्र नानाको पसलमा छौँ है आज धेरै वर्षको मौकापछि हाम्रो रमन सरलाई भेट्न पाइरहेको छौँ हामी धेरै कोसिस थियो रमन सरसँग भेट्ने यसरी बसेर गफ गरेर ठुलो रहर थियो आज बल्ल रहर पुरा भयो सबैजना आज भेट भयो खुसी लाग्यो सदा सदा यसरी भेटिरहँ अब योभन्दा अगाडिबाट पनि भेट्ने चाहनुहुन्थ्यो तर म अलिकति बिजी भएको कारणले गर्दाखेरि भेट्न नपाएर कन्टिन्यू अनि आज हामी यसरी भेट भएको छौँ टाढा नजिकबाट है धरान 5 बाट अनि आउनु भएको छ मेरो साथीहरू भन्दाखेरि उहाँ चाहिँ ओभर बिग फ्यान है रमन सरको बिग फ्यान उहाँ 16 नम्बरदेखि आउनु भएको रम सरलाई भेट्नुको लागि ल रमन ल र हामी चाहिँ भेट भएर चटपटे पानीपुरी है अनि चिसो आलु निम्ति खाएर आज हामी यहाँ छुट्दैछौँ फेरि अर्को भिडियो लिएर आउने नै छौँ हजुरको साथमा पर्खन्नु होला ओके बाई बाई